यार के छ खबर? ठिक छ, एउटा आफ्नो मान्छे छ, त्यसलाई नराम्ररी थर्काउनु छ। होइन के कुरा गरे? आफ्नो मान्छे पनि भन्छस् अनि थर्काउने कुरा पनि गर्छस्? होइन चित्त नबुझेको कुरा भए राम्रोसँग भन्दा भइहाल्छ नि। आफ्नो मान्छे छ, छोड दे यार, म चाहिँदैन कोही आफ्नो मान्छे। फेरि उनीहरूको हैसियत के छ बुझिस होला नि। म यसले जसलाई थर्काउन खोजेको छ उहाँ एक जिम्मेवार नागरिक हो। उहाँले गलत कहिले सहनुहुन्न भने सत्य डग्न दिनुहुन्न। पहिलो कुरा उहाँले थर्काउनु पर्ने व्यवहार नै गर्नुहुन्न। दोस्रो, उहाँका 2 लाइन स्वाभाविक प्रश्नलाई सन्तुलित जवाब दिन नसकेर गलत शैलीमा उत्रिन्छ भने यो उसको अहङ्कारको पराकाष्ठा हो। उहाँको कमजोरी पोइन्ट गर्नु पहिला उहाँको जत्तिकै जिम्मेवारी निभाएर देखाउन सुझाव दिन्छु। द्वन्द्वको समयमा दुश्मनको गोलीले चोइटिएको रक्ताम्य तिग्राको प्रवाह नगरी देश र जनताको शान्ति सुरक्षा कायम राख्न उहाँले गरेका योगदान सायद धेरैलेलाई थाहा छैन। गृहयुद्धमै रहेको अफ्रिकी मुलुकमा संयुक्त राष्ट्रसङ्घको म्यान्डेट अन्तर्गत शान्ति स्थापनार्थ गरिएको सेवा, जोखिमपूर्ण गस्ती र आक्रमण बीच पनि जिम्मेवारी उत्कृष्ट रूपमा निभाउनु भयो। अर्कोतर्फ लाखौँ लगानीको व्यावसायिक पोल्ट्री फार्म तहस नहस भए पनि सहनशील भएर अगाडि बढ्नु सामान्य साहसले मात्र सम्भव हुँदैन। त्यसको लागि ठुलो आत्मबल चाहिन्छ, जुन पाठ उहाँको जीवनबाट सिक्न सकिन्छ। तरतिबका कुरा गर्छ कौँ? पहिला आफू तरतिब लागेर देखाउँ, अरूको तरतिबको के पिर गर्छौँ? तिम्रै बुझाइमा अरूको सामान्य अफिस, होटल वा संस्थामा अस्थायी तरतिबको कुरा गर्छौँ भने त्यसको कयौँ गुणा व्यावहारिक स्थायी तरतिबको प्रयास। चुनौती सायद सह्य छैन, तर उहाँको निरन्तरका प्रयास जुझारुपनका उदाहरण हो। थर्काउने घमण्ड कसैले नगर्नु उत्तम हुन्छ। बरु अरूका नभए पनि आफ्नो परिवारको जिम्मेवारी सम्हाल्न सक्ने योग्यता निर्माण गर्न सुझाव छ। मानिसको वास्तविक जीवन नै सुरु नभएकाहरूले जीवनको 40औँ अध्याय पार भएको जीवनका मूल्याङ्कन गर्न खाउज्नु अहङ्कार हो। भविष्य कसैले देखेको छैन। आज कसैको वर्तमान कठिन अवस्थाको कारण उसलाई अपमानजन्य व्यवहार गर्दा जति खुसी मानिरहेका छौ, यदि अरूबाट तिमीले त्यस्तै अपमान भाग्नुपर्ने दिन आयो भने त्यति नै दुःख छ। याद राख, अक्सर दुर्घटना त्यसको सेरोफेरोमा हुने नकारात्मक हरकत वा नियम उल्लङ्घनका कारणबाट निम्तिने गर्छ। त्यसैले सुरक्षित जीवनका मार्ग अवलम्बन कि उल्लङ्घन छ, जिम्मा तपाईँका हो। धन्यवाद।